हेलो एभ्रिवान, नमस्ते, सेवा हजुर सबैलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। म आइसकेको छु एउटा नयाँ भिडियो लिएर साथीहरू। तपाईहरु त्यहाँ सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै अनि सुस्ता नै छु भन्नुपर्छ। अनि त्यही हो साथीहरू, आजको भिडियो के बारेमा छ भनेर तपाईहरुले थोरै थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला है। अनि मलाई चाहिँ कमेन्टमा एकजना सोध्नु भएको थियो के गर्नुपर्छ पाठाहरूलाई, छुट्टाको पाठाहरूलाई कस्तो दाना खुवाउनुपर्छ त भनेर भन्नुभएको थियो। म त्यही भन्न गइरहेको छु आजको भिडियोमा चाहिँ है। तपाईले मजाले हेरेर सुनेर लास्टसम्म हेरेर साथ दिनुस् है त भन्दै म चाहिँ भिडियो स्टार्ट गर्दछु। अनि तपाईहरुले अब पाठा भनेको छुटाउनुलाई के भन्छ 2 महिना पुरा भएपछि छुटाउनु पर्छ। पाठा चाहिँ छुटाउनु चाहिँ 2 महिना पुरा भएपछि छुटाउने हो। अब 2 महिना पुरा हुँदा पनि कुनै पाठाले चाहिँ दाना नखाएको हुनसक्छ है साथीहरू, नखानु सक्छ। खाएको छैन भने चाहिँ छुटाउनु हुँदैन है। अनि अब 2 महिनाभन्दा अगाडि 1 महिना या 1.5 महिनामा हुँदाखेरि नै दाना खानु थाल्यो भने राम्रो। किनभने अब दाना खाएपछि चाहिँ राम्रो हुन्छ। अब दाना खानु नजानी त भएन नि त। अनि त्यसै कारणले चाहिँ 2 महिना पुरा भएपछि चाहिँ छुटाउनु पर्छ है त। अनि छुटाएपछि चाहिँ के कुरामा ध्यान दिनुपर्छ त म तपाईँहरूलाई सबैलाई भन्ने छु। हेर्नुहोस् है, मेरो खोर चाहिँ अहिले अलिक हिलो छ। किनभने चाहिँ मैले चाहिँ यहाँबाट उतापट्टि हाम्रो लुगा धुने छ के, अनि त्यहाँबाट अघि लुगा धुको, अनि लुगा धोएर सबै पानी आएर चाहिँ हिलो भएर यिनीहरू यता फुक्कोमा आएर सुतिरहेछ। अनि बेलुका पराल लगाइदिएको बिहान यस्तो हुन्छ है, हिलो बनाउँछ। बेलुका पराल लगाइदिनुपर्छ, बिहान चाहिँ हिलो बनाउँछ। यिनीहरू यहाँ 10वटा पाठा छ। हिलो हुँदा चाहिँ हेर्नुहोस् यस्तो गन्दा देखिन्छ हिलो भएपछि। अनि छुटाउने बित्तिकै चाहिँ साथीहरू तपाईँहरूले ध्यान दिनुपर्ने चाहिँ अब केमा ध्यान दिनुपर्छ भने चाहिँ अब चाहिँ छुटाउनुभन्दा अगाडि चाहिँ अब मजाले दुध के भन्छ दाना खान्छ कि खाँदैन, माउ साथसाथै दाना खाँदैछ भने चाहिँ छुटाउनु मिल्छ तपाईँहरूले। कुनै आजकलको पाठाहरू चाहिँ अब के भन्छ 1.5 महिना नपुग्दै दाना खानु थालेको हुन्छ नि त आजकलको पाठाहरू। माउ साथसाथै कुनैले चाहिँ अब खाँदैन। त्यस्तो पाठाहरू पनि 2 महिना पछि नै छुटाउनुहोस्। किनभने चाहिँ उनीहरूलाई मजाले दुध खानु चाहिँ 2 महिना दिनुपर्छ साथीहरू। त्यसै कारणले 2 महिना पुरा भएपछि मात्रै छुटाउनु होला है। अनि त्यहाँबाट अब धेरै पाठा कुनैको त 12-13वटा पाठा हुन्छ है। अनि माउलाई एकदमै गाह्रो हुन्छ नि त। माउलाई दुध चुसेर सिकुटे साह्रै लुते हुने, अनि साह्रै सिकुटे भयो भने चाहिँ 1.5 महिनामै छुटाउनु सक्नुहुन्छ। त्यसमा चाहिँ किनभने अब माउको लागि राम्रो, माउको लागि हेर्नु पर्यो नि त। अब माउ कस्तो हुन्छ। मेरो चाहिँ यसपालि माउ एकदमै सिकुटे भयो, अनि धेरै पाठा भयो, अनि छिट्टै दाना खान थालेर मैले चाहिँ 2 महिना नपुगी नै अलिक छिट्टै छुट्याएको हो साथीहरू। कुनै चाहिँ अब माउसँगै राखेको, कुनै चाहिँ छुट्याइसकेको थिएँ, तर अहिले चाहिँ सबै एक ठाउँ राखेको छु। अनि त्यहाँबाट छुटाउने बित्तिकै तपाईँहरूले के ध्यानमा दिनुपर्छ भने ठाउँ कस्तो छ है, तातो। उनीहरूलाई छुटाउने बित्तिकै एकदमै तातो ठाउँमा है, ठाउँ कस्तो छ, चिसो ठाउँमा हुँदैन। पाठाहरूलाई छुटाउने बित्तिकै तातो ठाउँमा राख्ने है। पराल भए पनि हुन्छ, कुन्युलाको पराल है, पराल भए पनि हुन्छ। अनि यस्तो काठको भुस भए पनि हुन्छ। यहाँ अब ठाउँ अनुसार के ओछ्याइदिनुहुन्छ है। अब गाउँमा भए पत्करहरू ओछ्याइदिने हो। अब हाम्रो ठाउँमा चाहिँ यस्तो पराल अनि काठको भुस ओछ्याइदिनुहुन्छ। हामीले चाहिँ ओछ्याउँछौँ तातोको लागि। तपाईँहरूको ठाउँतिर अब सुँगुरलाई के ओछ्याइदिनुहुन्छ नि तातोको लागि, त्यो अनुसारले अब ठाउँ अनुसार हुन्छ। त्यो अनुसारले तपाईँहरूले चाहिँ के भन्छ ओछ्याइदिनु सक्नुहुन्छ पाठालाई तातो बनाउनुको लागि है। अनि त्यहाँबाट अर्को दोस्रो कुरा भनेको खानेकुरामा है, उनीहरूको दानामा चाहिँ एकदमै ध्यान दिनुपर्ने चाहिँ दाना है साथीहरू। अब मबाट बल्ल दुध मजाले दुध खाँदै गरेको पाठाहरू छुटेको छ नि त। दानामा चाहिँ एकदमै ध्यान दिनुपर्छ। दाना चाहिँ कस्तो दिने भन्दाखेरि अब त्यो चाहिँ अब तपाईँहरूले कस्तो दिँदै हुनुहुन्छ दाना है। भुस र झार भए पनि जे भए पनि सुरुमा चाहिँ तातो मजाले तताएर सुँगुरलाई दाना मजाले तताएर मजाले पकाएर बाकुलो दिने है, मजाले पकाएर। अब हाम्रोतिर भनेको तपाईँहरूलाई मैले जहिले दाना भनिरहेको छु, हाम्रोतिर भनेको चाहिँ धेरै भात दाना हुन्छ। जुठे दाना भात भातै भन्दा पनि भयो। हाम्रोतिर चाहिँ त्यस्तो हुन्छ र त्यो दाना चाहिँ अब राम्रै हुन्छ होइन। अब तपाईँहरूकोतिर चाहिँ अब पाठालाई धेरै जस्तो ठाउँतिर हेरी पिठो अनि घाँस
दिने गर्छ मैले थाहा पाएको अनुसार चाहिँ। अनि फिटको दाना भयो है। अब जस्तै भए पनि दानामा चाहिँ अब अलिक बाकुलो दिने, तातो मजाले तताएर अलिक बाकुलो तताएर मजाले दिने। अनि अब दाना दिँदाखेरि चाहिँ अब कति टाइम दिने त पाठाले दाना भन्दाखेरि चाहिँ साथीहरू सुरुमा छुट्याउँदाखेरि चाहिँ तपाईँले 2 महिना या 3 महिनासम्म चाहिँ 3 टाइम दियो भने चाहिँ एकदमै राम्रो हुन्छ है साथीहरू। 3 टाइम चाहिँ कहिले भन्दाखेरि बिहान उठ्नु बित्तिकै अब बिहान कति बजी उठिन्छ हामी, अब कुनै 5 बजी उठिन्छ, कुनै 6 बजी उठिन्छ। उठ्नु बित्तिकै मजाले तताएर 1 टाइम दिने, त्यहाँबाट 9-10 बजी या 10-11 बजी भनौँ त्यो 1 टाइम दिने, त्यहाँबाट बेलुकाको 1 टाइम, 3 टाइम दिनु चाहिँ एकदमै राम्रो हुन्छ है। त्यो चाहिँ के भन्छ किनभने चाहिँ अब यिनीहरू चाहिँ अब भर्खर दुध आमाकोबाट दुध छोडेर आएको हुन्छ नि त। अनि यिनीहरूलाई चाहिँ अब छिनछिन भोक लागिरहेको हुन्छ। अब ठुलो माउहरू पो बानी भएर 2 टाइम दिँदाखेरि ठिक हुन्छ। अब यो पाठाहरू चाहिँ अब आमाको दुध खाइबस्ने हुन्छ नि त बानी छिनछिनमै। अनि त्यस कारण चाहिँ अब 3 टाइम दाना दियो भने चाहिँ यिनीहरूलाई ठिक्क अब दुध खाएकै जस्तो हुन्छ नि त। अब बिहान उठ्नु बित्तिकै पनि तातो खानु पायो, त्यहाँबाट अलिक भरे पनि खानु पायो, त्यहाँबाट बेलुका पनि खानु पायो। त्यही कारणले अहिले चाहिँ सकभर छुटाउनु बित्तिकै चाहिँ 2 महिना या 3 महिनासम्म चाहिँ मजाले 3 छाक दिनुहोस् दाना, पुगी नपुगे पनि, किनभने पाठा एकदमै राम्रो हुन्छ। अनि सकेसम्म तपाईँहरूले अब कस्तो ठाउँमा हुनुहुन्छ, अब सकेसम्म चाहिँ तपाईँहरूले अब धेरै जस्तो अब यतातिर हाम्रोतिर चाहिँ कुखुराको आन्द्रा भनिन्छ। कुखुराको आन्द्रा सकेसम्म कुखुराको आन्द्रा मिलाएर कुखुराको आन्द्रा उसिनेर मजाले, झोल चाहिँ होइन साथीहरू, त्यसको चोक्टा एकचोटि मजाले धोएर, उसिनेको एकचोटि मजाले धोएर दिनुहोस् चोक्टा, किनभने चाहिँ त्यसकै कारण त्यो आन्द्रा चाहिँ मजाले धोएर चोक्टा दिनुहोस्। झोल चाहिँ दिनु हुँदैन, किनभने झोल दियो भने चाहिँ अब चिप्लो हुन्छ धेरै, झोल चाहिँ चिप्लो धेरै हुन्छ नि त। अनि त्यस कारण चाहिँ छेर्न सक्छ। त्यसैले तपाईँहरूकोतिर मिल्छ भने आन्द्रा पनि मिलाएर दिन सक्नुहुन्छ है त। त्यो आन्द्राले चाहिँ अब मासु हो नि त, अनि एकदमै राम्रो हुन्छ। मेरो सुँगुरले चाहिँ त्यो खाँदैन, मेरो चाहिँ अर्कै कत्ला भन्ने हुन्छ माछाको आन्द्रा, त्यो दिन्छौँ। त्यसैले हामी चाहिँ सुँगुरको कुखुराको आन्द्रा चाहिँ दिँदैनौँ। अनि अब मेरो पाठाहरू पनि एकदमै राम्रो भइरहेको छ। हेर्नुहोस् है, 2-3वटा धेरै जति तपाईँहरू विचार गर्नुहोस्, तपाईँहरूको अब 10वटा जन्माएको छ, 11वटा जन्माएको छ, जतिवटा जन्माए पनि त्यो पाठाको हुलमा 2टा या 3टा चाहिँ पाठाहरू सानै हुन्छ है साथीहरू। त्यो चाहिँ विचार गर्नुभएको छ कि छैन तपाईँहरूले? हामी चाहिँ अब मैले चाहिँ जहिले विचार गरेको छु, मेरो जतिवटा जन्माए पनि त्यो ग्रुपमा 2टा या 3टा चाहिँ सिकुटे हुन्छ, सानो हुन्छ। हेर्नु चाहिँ मेरो यो 10वटा ग्रुपमा यो एउटा, ऊ त्यो रातो 2टा, अनि ऊ पर यो छिर्के 3टा मेरो यो यति 10वटा ग्रुपमा 3टा चाहिँ सानो छ, सबभन्दा सानो है। यो जुनै सुँगुरको बच्चाहरू जुनैमा पनि हुन्छ है साथीहरू, कुनै एकै लेभलको हुँदैन, जुनैमा पनि 1 या 2टासम्म सानो चाहिँ हुन्छ। जुनैमा पनि यसको पहिलाको दाजुहरूकोमा पनि त्यस्तो छ। आज पनि त्यहाँ तल देख्नुहुन्छ एउटा सिकुटे छ नि, त्यो हो। अनि त्यस्तै हो सुँगुरको हुने, अब हुनसक्छ, किनभने धेरै 12-13वटा या 10वटै भनौँ, 9वटै भनौँ, त्यो भनेको उनीहरूको लागि धेरै हो। अनि अब जसको शक्ति उसको भक्ति, अब जसको टन्ने शक्ति छ उसले मजाले दुध खानु पायो, जो सानो छ उसले चाहिँ दुध खानु पाएन। त्यही अनुसार त्यस्तो हुन्छ होला। अनि त्यही हो साथीहरू, आज चाहिँ मैले त्यति तपाईँहरूलाई जानकारी दिएँ। त्यसै गरी तपाईँहरूले पनि दाना मजाले दिनुहोस् होला छुटाउनु बित्तिकै। अनि तातोमा एकदमै ध्यान दिनुहोस्, उनीहरूलाई के दिने हो त्यो अनुसार। अनि राति कस्तो ठाउँमा छ मजाले तातोमा ध्यान दिनुहोस्। अनि उनीहरूको दानामा त्यति गर्नुभयो भने तपाईँहरूको पाठा मजाले हुर्किन्छ। तपाईँहरूले त्यति यो मैले यो जुन कुरामा भने त्यो कुरामा ध्यान दिनु भएन भने चाहिँ पाठाहरू एकदमै किच्रिन सक्छ है साथीहरू। छुटाउनु बित्तिकै मजाले ध्यान दिनु भएन भने चाहिँ पाठालाई ध्यान दिनु भएन भने दानामा या भनौँ उनीहरूको तातो बस्ने त्यस्तोमा ध्यान दिएन भने चाहिँ पाठाहरू किच्रिने कारण नै त्यही हो। किनभने माउको मजाले दुध खाइरहेको बेलाकै छटक्क दुध छोडाएर ल्याउनु बित्तिकै चाहिँ स्याहार पुगेन भने चाहिँ पाठाहरू किच्रिन सक्छ, नराम्रो हुनसक्छ, सिकुटे हुनसक्छ। त्यही कारणले चाहिँ तपाईँहरू मजाले पहिला चाहिँ छुटाउनु बित्तिकै आफ्नै माउ भए पनि या अरूकोबाट किनेको छुटाउनु बित्तिकै ल्याएको पाठाहरूलाई पनि हो त्यसरी नै ध्यान दिनुपर्छ। किनभने चाहिँ अब उता अब कुन ठाउँबाट ल्याउनु भयो, त्यो ठाउँमा कसरी दाना खान्थ्यो, के खान्थ्यो,
थाहा भएन तर आफ्नोमा ल्याएपछि चाहिँ तातो गरेर अलिक मजाले ध्यान दिनुहोस् त्यहाँबाट पाठाहरू मजाले फर्किहाल्नेछ है त त्यही हो साथीहरू आजको लागि यहाँसम्म भिडियो हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई अब नेक्स्ट भिडियोमा फेरि पनि भेटौँ न त्यति दिनहरूको लागि बाई बाई